तर्फबाट हार्दिक अभिवादन तथा लाल सलाम स्वीकार्नुहोस्। आफ्नो देशको 25% भूभाग गुमाइसक्यो, संसारले देख्दैन। म तपाईहरुलाई फेरि फागुन 21 गते हुन गएको निर्वाचनमा नेकपा एमालेका लिङ्टेप नाल्बु पापुङको बेगोला सडक 15 करोड यो त छुट्टिएको पैसा छुट्टिएको बजेट छुट्टिएको बजेट यो घोषणा पत्र नै कि छुट्टिएको बजेट यो चाहिँ कहाँ पैसा लागेको छ भने रातो किताब भन्छ के यसलाई रातो किताब चिया बनाउनको लागि उतै व्यवस्था हुन्छ काकालाई त्यति रिक्वेस्ट गरेन के भयो जाँदै माटो हा भोट के पुरुबा मैं ला हो र पसियर लगाए भाइ भएन भने किन्नु पर्छ बा सिटिजन के बे भाइ ए सिटिजन हो बेन थुप्पु को थबे मगे बे भाइ ए युवा को बे हो नि आरी ना आगे ngari lo आरी angkeng na rumah thina de आरी बैक्ट्रिक से आगे ngari angkeng na ना एकदम को उडे देखि साथ छ तपाईलाई निकालेर पर साइप्रसमा आउने छोरीलाई पठाइदिन्छु ल ए हा नाम जानु के इंग्लिश ठिक कर सूर्य मु एंडिंग फेक्ना लाम उल्टे आमना पहाले आदि लाउनु परेन नि कि हामी नताप्नु लेख्नु पर्यो उछिटे गएपछि यो गाउँ हेरेपछि केही समस्या पऱ्यो भने कल गर्नु पर्यो नि डाइरेक्ट कसले होस् जसले होस् यहाँदेखि नि चेर गएर आउनु त हात्ती बहिनी अब त मोटाहरूको बत्ती म ठोक्ने काम छ केमा ठोक्नुले ल्याओस् न डाटा एउटा त दिनै पर्ने हो नि हात्तीको कुरा हो पर्यो यो पाली चाहिँ यहाँ सूर्यमा दिनु पर्यो सूर्यमा होस् कि पुर्य म चाहिँ अब उछिटे फोटो चाहिँ लिउँ ल अनि यो अनि फोटो पनि लिउँ ल बसेर सबैजना बस्नु हो यो तरिका के छ भने नि यो स्वयंसेविकाले 20,000 भत्ता दिने भएको छ खदाक्नी भत्ता नङ कोसुम्बाई गलाबाङ हैन अब यो कागज म पढ्छु अतिम्बे मना सक्ने हिम चाहिँ हो कोठा कमुने सेवा फाल्टा कोठा गाह्रो बखा फानिता यो भन्न हाम्रो बाबा कोना अब हामीले चाहिँ यो भोट माग्ने क्रममा ल यो अलिक ठुलो भन्दा मात्रै बस हाम्रो उम्मेदवार नेकपा एमालेको उम्मेदवारलाई भोट माग्ने क्रममा नि वृद्धहरूलाई पनि यसो भेटाघाटा गर्ने सम्मान गर्ने कार्यक्रम छ। हाम्रो त्यस्तो ठुलो केही पनि छैन, सामान्य एउटा यसो खादा लाउने कार्यक्रम, यसो माला लाउने कार्यक्रम गर्दैछौँ। त्यसले गर्दा तपाईँ पनि पर्नुभएको हुनाले लु यहाँका फक्तालुङ गाउँपालिकाका वडा कमिटीका अध्यक्ष के अरे पालिका उपाध्यक्षको तर्फबाट यहाँलाई दीर्घायुको कामना गर्दै कति वर्ष पनि सोचेर हुनुहुन्छ सूर्यमा भोट हाल्ने घरमा भन्दा कसले हालिदिन्छ त्यही मात्र अरे के दिन्छ पैसा हाल्नु ए हुन्छ हुन्छ
थाहा छ अरे बर्खामा मोटाउने ए बर्खा मारे केही बनाउ भविष्य के हुन्छ अरे केटाहरूको भविष्य चाहिँ अब हामी जस्तो नयाँ युवाले अब केही गर्छु भन्नेले अब हाम्रो त कुरा पनि आउँदैन कुन पार्टीमा चाहिँ नबस् भनेको होइन एमाले कङ्ग्रेस र पुरानो पार्टीले नलाउँदा पनि हुन्छ क्या देखिसक्यो क्या अब हामी एमालेमा भोट माग्ने मान्छे एमाले कठोरले अब यसो भनेपछि मैले नलगाएको पनि होइन होइन अब सबैलाई थाहा नै छ मैले कति मान्छेहरूलाई अब यसो गरेर अब गरेको म चाहिँ नलाग्ने म चाहिँ अगाएँ अब कुन पार्टी रोजियो त अनि भावी दिनमा आशा भनेको त्यही माटो हो त्यहीँको अरू पनि त्यति साह्रोको आशा गर्दिनँ त्यो माटोलाई पनि अब हेरौँ हाम्रो माग पुरा गरोस् हाम्रो यो जनताको माग चाहिँ पुरा राम्रोसँगले उ गर्यो भने हुन्छ उसको पनि नभए एकचोटि हेरौँ भन्ने मात्रै हो लाए पनि ठिक छ नलाए पनि ठिक छ ठिक ल धन्यवाद